हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ फेरि पनि हाम्रो युट्युब च्यानलमा। त्यसैगरी आज पनि हामीले स्पेशल न्यू इयर अफरका साथै तपाईहरुले बाइक किन्दै हुन्छ भने चाहिँ हाम्रो न्यू इयरमा हाम्रो खोटाङ हलेसी अटो इन्टरप्राइजेस सुकेधाराबाट किन्नु भयो भने चाहिँ तपाईहरुले बाइक किन्दा एउटा हेलमेट फ्री पाउनु हुनेछ। र आज हामी चाहिँ सर र हामीसँग भएको बाइकको कलेक्सनहरु देखाउन गइरहेका छौं। सबैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब नि गरिदिनु होला है त। त्यसैगरी फर्स्टमै हामीले आज चाहिँ हामीले होन्डाको XR 190 र 150 बाट सुरु गर्न लाग्छौं। र फर्स्टमा हामीसँग रहेको छ यो 2018 मोडलको 101 लटको होन्डा XR 150 बाइक एकदमै फ्रेश कन्डिसनमा छ। र यो किलोमिटर वाइज कुरा गर्नुपर्दा जेनुन 27000 कुदेको छ भने यो तपाईहरुले मात्र 3,20,000 मा पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने हाम्रो सुकेधारा भिजिट गर्न सक्नुहुन्छ है त। त्यसैगरी अर्को अपडेटमा हामीसँग XR 190 रहेको छ। 190 भन्नेबित्तिकै सबैजना एकदम धेरैजनाको फेभरेट, सस्पेन्सन देखि लिएर सबै बवाल छ। जेनुन अहिलेसम्म किलोमिटर वाइज 25,000 मात्रै कुदेको। र प्राइसको बारेमा कुरा गर्नुपर्दा यो 6,10,000 मा आउँछ है त। यो चाहिँ 2022 मोडलको बाइक चाहिँ 136 लटको व्हाइट कलरमा रहेको। र आज हामीसँग भएको मध्येमा चाहिँ एकदमै सस्तो मूल्यमा यो FZ भर्जन 1 रहेको छ। जम्मा 31 लटको बाइक पनि एकदमै सुपर फ्रेश कन्डिसनमा, स्क्रैच देखि लिएर केही पनि छैन। र यो बाइक चाहिँ तपाईहरुले सोचे भन्दा नि धेरै फ्रेश कन्डिसनमा छ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 55,000 मा पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ एकदमै सस्तो मूल्यको बाइक ग्र्याब गर्न चाहिँ चाँडो भन्दा चाँडो हाम्रो सुकेधारा भिजिट गर्नुपर्ने हुन्छ है त। त्यसैगरी अर्को अपडेटमा हामीसँग चाहिँ रोयल इनफिल्डको अहिलेको नयाँ मोडल रेभनमा दुईटै 47 लटको 2023 को अन्तिम मोडलको रहेको छ भने एउटा बाइक चाहिँ यो तपाईहरुले देख्न सक्नुहुन्छ। गन मेटलको चाहिँ जम्मा 4200 किलोमिटर कुदेको सिंगल ह्यान्डेड बाइक हो। र व्हीलदेखि लिएर सबै कुरा लोडेड छ। डबल लेगार्डदेखि बाइक पनि एकदम सोचे भन्दा नि फ्रेश कन्डिसनमा छ। यदि तपाईहरु यो बाइक लिन चाहनुहुन्छ भने हाम्रो सुकेधारा खोटाङ हलेसी भिजिट गरेर मजाले टेस्ट राइड गरेर हेर्न सक्नुहुन्छ। साथै कन्ट्याक्ट नम्बर 9851116397 मा कन्ट्याक्ट गरेर नि थप डिटेल्स लिन सक्नुहुन्छ। र प्राइस तपाईहरुलाई मात्र 4,65,000 मा आउनेछ है त। र अर्को रेभन यो तपाईहरुले मात्र 4,40,000 मा पाउन सक्नुहुन्छ। यो चाहिँ सिंगल डिस्क वाला हो र बाइक पनि एकदम फ्रेश कन्डिसनमा छ। लुक्सदेखि सबै ओरिजिनल हो। व्हीलदेखि लिएर सबै कुरा अपडेट गरेको छ है। त्यसैगरी अर्को अपडेटमा चाहिँ हामीसँग पल्सर 150 रहेको छ। यो चाहिँ 2022 को अन्तिम मोडलको 141 लटको बाइक रहेको छ भने बाइक एकदमै फ्रेश कन्डिसनमा छ। लुक्सदेखि लिएर सबै कुरा सिंगल स्क्रैचिङ छैन। किलोमिटर वाइज मात्र 11,000 किलोमिटर कुदेको छ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र तपाईहरुले यो चाहिँ 2,15,000 सम्म पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ हाम्रो बायोमा दिएको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर चाँडो भन्दा चाँडो तपाईहरु सुकेधारा भिजिट गर्नुपर्ने हुन्छ है त। त्यसैगरी अर्को अपडेटमा हामीसँग यो तपाईहरुले धेरै खोज्ने पठाउ तथा इनड्राइभर कुदाउनेले विशेष गरी खोज्ने यो TVS को राइडर 125 है। एकदम फ्रेश कन्डिसनको 147 लटको 2023 को अन्तिम मोडलको बाइक आइसकेको छ बिक्रीमा। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 2,05,000 मा पाउन सक्नुहुन्छ। ओभरअल लुक्स केही पनि भएको छैन है। यो बाइक चाहिँ अहिलेसम्म लडाउने यताउति ठोक्काउने केही भएको छैन। ओरिजिनल सोरुमबाट जस्तो आयो त्यस्तै छ। र यदि तपाईहरु यो बाइक खरिद गर्न चाहनुहुन्छ भने चाहिँ मैले हाम्रो कन्ट्याक्ट नम्बर त्यहाँ बायोमा राखिदिएको छु। हेरेर मजाले आउन सक्नुहुन्छ। फेरि पनि भन्छु 9851116397 मा कल गरेर आउन सक्नुहुन्छ है त। त्यसैगरी अर्को अपडेटमा चाहिँ हामीसँग यो 2021 मोडलको बजाजको NS 200 धेरै अहिलेको केटाहरुको फेभरेट बाइक 123 लटको छ। 21 मोडलको मैले भनिहालेँ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 2,05,000 मा नै यो हामी NSC दिएर पठाउँछौँ। एकदमै रिजनेबल रेटमा हामीले बाइक तथा स्कुटरहरु साथै त्यो पनि हेलमेट फ्रीका साथमा राखेका छौँ। यदि तपाईहरु चाहिँ न्यू इयर पारेर बाइक तथा स्कुटर किन्दै हुनुहुन्छ भने चाहिँ हाम्रो खोटाङ हलेसीमा आएर हामीले दिएको अफरहरु ग्र्याब गर्न सक्नुहुन्छ है त। त्यसैगरी अर्को हामीसँग एकदमै माइलेज दिने बाइक रहेको छ यामाहाको V3। यो चाहिँ 2021 को पनि अन्तिम मोडल है। 131 लटको रहेको छ। बाइक पनि एकदम फ्रेश कन्डिसनमा छ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र तपाईहरुले यो 2,35,000 मा पाउन सक्नुहुन्छ। लुक्सहरु सबै ओभरअल टायरदेखि लिएर सब कुरा फ्रेश छ। र अहिलेसम्म ओरिजिनल लुक्समा साथै यो बाइक चाहिँ सिंगल ह्यान्डेड पनि रहेको छ है त। त्यसैगरी हाम्रो अर्को अपडेटमा चाहिँ यो हामीले भर्खरै आधी घण्टा अगाडि मात्रै किनेको यो Xpulse 200 आइसकेको छ। र ब्ल्याक कलरमा बाइक फ्रेश छ है। जम्मा 22,000 किलोमिटर कुदेको। लुक्स वाइज त ओरिजिनल सोरुमको लुक्स हो। डेन पेन यताउति केही हैन। टायरदेखि लिएर सबै एकदम राम्रो छ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 2,25,000 मा यो 29 लटको
2021 मोडलको एक्सपल्सी तपाईहरुले पाउन सक्नुहुन्छ। बाइक कन्डिसनमा छ, साथै हामीले इन्जिनमा वारेन्टी नि दिनेछौँ। यदि तपाईहरु इच्छुक हुनुहुन्छ भने चाहिँ हाम्रो खोटाङ हलेसी अटो सुकेधारा भिजिट गर्न सक्नुहुन्छ। साथै अरु चाहिँ हामीसँग दुईटा आरटीआर त्यो पनि 160 दुईटै फोबीमा रहेको छ भने एउटा चाहिँ हामीसँग एफआई भर्जनमा रहेको छ भने अर्को चाहिँ हामीसँग नन एफआई कार्बोरेटर वाला छ है। बाइक एकदम राम्रो कन्डिसनमा छ र यो एफआई को कुरा गर्नुपर्दा 2023 को अन्तिम मोडल 047 को लट रहेको छ भने जम्मा किलोमिटर वाइज जेनुन तपाईको 10,000 किलोमिटर मात्रै कुदेको छ र अर्को हामीसँग 29 को त्यो पनि एकदम फ्रेस कन्डिसनमा छ, सिंगल ह्यान्डेड हो बाइक। र प्राइसको बारेमा कुरा गर्नुपर्दा यो तपाईहरुले नन एफआई चाहिँ मात्र 1,80,000 मा पाउनुहुन्छ भने एफआई चाहिँ तपाईहरुले मात्र 2,70,000 मा पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईले कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर चाँडो भिजिट गर्नुपर्ने हुन्छ है त। त्यसैगरी अर्को हामीसँग चाहिँ एकदमै सस्तो मूल्यको अन्डर 1 लाख त नभनौँ 1 लाखको रेन्जको बाइक खोज्दै हुन्छ भने चाहिँ तपाईहरु हामीसँग 105 लटको त्यो पनि EFI मा बेनेली 150 आइसकेको छ। प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 1,10,000 मा पाउन सक्नुहुन्छ। बाइक अहिलेसम्म ओरिजिनल लुक्समा छ, बाइक टायरदेखि लिएर सबै कुरा एकदम फ्रेस कन्डिसनमा छ है त। त्यसैगरी तपाईहरु अर्को अन्डर 1 लाखको बाइकहरु खोज्दै हुन्छ भने चाहिँ हामीले मात्र 95,000 मा यो 92 लटको आरटीआर 160 त्यो पनि एकदम फ्रेस कन्डिसनको लुक्सहरु सबै ओरिजिनल लुक्स भएको बाइक चाहिँ बिक्रीमा लिएर आइसकेको छौं। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ यो 2017 मोडलको 92 लटको आरटीआर लिनलाई चाहिँ हाम्रो तपाईहरु खोटाङ हलेसी अटो सुकेधारा भिजिट गर्नुपर्ने हुन्छ है त। त्यसैगरी अर्को अपडेटमा हामीसँग चाहिँ यो क्रस फायरको RM250 रहेको छ, त्यो पनि मोटार भेरिएन्टमा हाइटदेखि लिएर सबै एकदम सबैलाई ठिक्क हुने हाइटमा हुन्छ र कन्डिसनको बारेमा कुरा गर्नुपर्दा एकदम फ्रेस छ। यो चाहिँ 2022 मोडलको बाइक हो र किलोमिटर वाइज कुरा गर्नुपर्दा 10,000 मात्रै कुदेको छ र प्राइस यसको म भनिदिइहाल्छु 5,20,000 मा आउँछ। बाइक एकदम फ्रेस छ। यदि तपाईहरु आरएमआई खोज्दै हुनुहुन्छ र नपाएर एकदम भौतारिरहनु भएको छ भने चाहिँ तपाईहरुको लागि भनेर हाम्रो खोटाङ हलेसीले एकदमै बवाल फ्रेस आरएम बिक्रीमा लिएर आइसकेको छ है त। र अर्को अपडेटमा चाहिँ हामीसँग यो यामाहाको R15 V2 रहेको छ। बाइक एकदम फ्रेस सुपर फ्रेस कन्डिसनमा छ, फ्रेस मात्र हैन टायरदेखि लिएर सबै कुरा अगाडि पछाडि भर्खरै ब्रान्ड न्यू अपडेट गरेको छ र बाइक कन्डिसनदेखि सबै फाइन छ है। तपाईहरुले यो बाइकमा चाहिँ सिंगल स्क्रैच नि केही छैन। बाइक सोचे भन्दा नि फ्रेस कन्डिसनमा छ र तपाई 1 लाख रेन्जको बाइक खोज्दै हुन्छ भने यो बाइक नि पर्फेक्ट हुन्छ। मात्र तपाईहरुलाई यो 63 लटको R15 V2 1,10,000 मा आउने छ है त। त्यसैगरी आज हामीसँग चाहिँ स्कुटरहरुको चाहिँ 4-5 वटा यहाँ कलेक्सन छ, देख्न सक्नुहुन्छ। होन्डाको एभिएटर अनि टिभीएस को एन्ट्रक देखि लिएर सबै स्कुटरहरु छ। त्यो पनि प्राइसको नि तपाईहरुले कुन रेन्जको खोज्नु भएको छ त्यही रेन्जको नयाँ खोजिरहनु भएको छ कि पुरानो सबै छ है त। सुरुमा एन्ट्रककै कुरा गरौँ, यो चाहिँ 2020 मोडलको 18 लटको रहेको छ भने स्कुटर अहिलेसम्म ओरिजिनल लुक्समा स्क्वायर एडिसनमा रहेको छ र यो स्कुटरको प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 1,45,000 मा हामीले दिइराछौँ। यदि इच्छुक हुनुहुन्छ भने तपाईहरु ढिला नगरी हाम्रो खोटाङ हलेसी अटो सुकेधारा भिजिट गर्नुपर्ने हुन्छ। र यदि तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब नि गरिदिनु र भिडियोलाई सक्दो शेयर पनि गरिदिनु है त। त्यसैगरी अर्को अपडेटमा चाहिँ हामीसँग यो 2021 मोडलको 124 लटको होन्डाको एभिएटर छ र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 1,65,000 मा पाउन सक्नुहुन्छ। 21 मोडलको भनिहाले र किलोमिटर वाइज मात्र 15,000 मात्रै कुदेको छ है। त्यसैगरी अर्को हामीसँग कालो पनि एभिएटरै रहेको छ। यो चाहिँ 2023 मोडलको स्कुटर हो, एकदम फ्रेस कन्डिसनमा छ र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 1,75,000 मा पाउन सक्नुहुन्छ। साथै जुनसुकै बाइक तथा स्कुटरहरुमा हामीले 6 महिना इन्जिन वारेन्टी चाहिँ दिनेछौँ। तपाईहरुले ढुक्कले आएर चेक गरेर लग्न सक्नुहुन्छ है त। त्यसैगरी अर्को हामीसँग चाहिँ यो 92 लटको एभिएटर छ। यदि तपाईहरु सस्तो स्कुटर खोज्दै हुन्छ भने चाहिँ यो तपाईहरुलाई बेस्ट हुन सक्छ र प्राइस मात्र 1,20,000 मा आयो। साथै इन्जिनको 6 महिना वारेन्टी र एउटा हाफ हेलमेट चाहिँ तपाईहरुले फ्रीमा ग्र्याब गर्न सक्नुहुन्छ। स्कुटर फ्रेस छ। किलोमिटर वाइज कुरा गर्नुपर्दा 27,000 कुदेको छ है त अहिलेसम्म। टायरदेखि लिएर सबै ओभरअल बडी लुक्सहरु एकदम फ्रेस छ। आएर मजाले चलाएर हेर्न सक्नुहुन्छ है तपाईहरु। र त्यसैगरी अर्को चाहिँ हामीसँग यो एभिएटरै रहेको छ। 2019 मोडलको 11 लटको भनी स्कुटर पनि फ्रेस कन्डिसनमा छ र प्राइस मात्र 1,45,000। आएर मजाले कुदाएर हेर्न सक्नुहुन्छ। स्कुटर हामीसँग भएको चाहिँ यति हो। साथै अरु चाहिँ हामीसँग दुईटा तपाईहरु स्पोर्ट टाइप्समा बाइक खोज्दै हुन्छ भने चाहिँ यो एउटा पुरानो मोडलको RS छ भने अर्को चाहिँ R15 V3 एकदमै अहिलेको मार्केटमा चलेको बाइक छ र यो V3 को बारेमा कुरा गर्नुपर्दा यो चाहिँ 122 लट
2021 कै मोडल हो। बाइक जेन्युन फ्रेस छ। 29,000 अहिलेसम्म ओरिजिनल रनिङ भएको र बडी लुक्स ओरिजिनल लुक्समा पाउन सक्नुहुन्छ। टायरहरू अगाडि पछाडि दुइटै फ्रेस छ र प्राइस भनिहालौँ यसको प्राइस चाहिँ मात्र 2,80,000 मा तपाईहरुले अन्त खासै 21 मोडलको RN5 हरु चाहिँ 280 को रेन्जमा पाउनु हुँदैन। हामीले चाहिँ एकदमै डिस्काउन्टेड प्राइसमा दिइराछौँ है त। त्यसैगरी यो RS धेरै जनाले खोजिरहनु भएको हुन्छ। एकदम फ्रेस कन्डिसनमा छ। बाइक 70 लटको भए पनि तपाईहरुलाई अहिलेको नयाँ जतिकै कन्डिसनमा पिकअप देखि लिएर सबै टायरहरू अगाडि पछाडि आएर हेर्न सक्नुहुन्छ। ब्रान्ड न्यू भर्खरै MRF को 11,000 को त टायर मात्रै अपडेट गरेको छ। कन्डिसन लुक्स वाइज सिंगल स्क्रैच छैन। बबाल फ्रेस छ र प्राइस मात्र 1,20,000 मा पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ चाँडो भन्दा चाँडो तपाईहरुले कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरिहाल्नु पर्ने हुन्छ है त। त्यसैगरी अर्को हामीले पहिलेको भिडियोमा नि यो बाइक पनि देखाएको थियौँ। यो चाहिँ इलेक्ट्रा 18 मोडल 2004 मोडलको बाइक हो। बाइक फ्रेस कन्डिसनमा छ र प्राइस तपाईहरुले 3,20,000 मा पाउनुहुन्छ। यो चाहिँ एकदम भिन्टेज बाइक हो। तपाईहरु यो बाइकै खोज्दै हुन्छ भने चाहिँ हाम्रो खोटाङ हलेसीको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर अथवा डाइरेक्ट सुकेझारा भिजिट गरेर हेर्न सक्नुहुन्छ है त। रोयल इनफिल्डहरु हामीसँग कलेक्सन धेरै नै छ। आएर मजाले चेक गर्न सक्नुहुन्छ। र अर्को पनि रोयल इनफिल्डकै कुरा गर्नुपर्दा हामीसँग चाहिँ थन्डरबर्ड 350X मा रहेको छ। यो 2020 मोडलको बाइक 114 लटको ओरिजिनल लुक्समा रहेको र जेन्युन सिंगल ह्यान्डेड अहिलेसम्म 10,000 मात्रै कुदेको बाइक हो। कन्डिसन एकदमै फ्रेस छ र मैले भनिहालेँ जेन्युन अहिलेसम्म 10,000 कुदेको सिंगल ह्यान्डेड र प्राइस मात्र 3,80,000 मा पाउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ हाम्रो खोटाङ हलेसी अटो सुकेधारा भिजिट गर्नु है त। त्यसैगरी आज हाम्रो अन्तिममा चाहिँ यो डुक 200 BS4 मा एकदमै साउन्डदेखि लिएर सबै कुरामा एकदम बेस्ट भएको पिकअप र लुक्स पनि एकदम धेरै जनाले मन पराउनु भएको बाइक रहेको छ। र बाइकको बारेमा कुरा गर्नुपर्दा यो चाहिँ 2019 मोडलको नेपालमा BS4 डुकको अन्तिम मोडलको 110 लटको बाइक रहेको छ भने किलोमिटर वाइज जेन्युन अहिलेसम्म 17,000 मात्रै कुदेको सिंगल स्क्रैचिङ छैन। ओभरअल बडी ओरिजिनल लुक्समा रहेको छ। यदि तपाईहरु यो बाइक परचेज गर्न चाहनुहुन्छ भने हाम्रो कन्ट्याक्ट नम्बर 985111 आउन सक्नुहुन्छ। र प्राइसको बारेमा कुरा गर्नुपर्दा मात्र 3,50,000 मा पाउन सक्नुहुन्छ भने बाइक फुल्ली फ्रेस कन्डिसनमा छ है। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा चाहिँ यहाँहरु सम्पूर्णलाई धन्यवाद। र नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु। बाइक तथा स्कुटरहरू खरिद बिक्री गर्न चाहिँ तपाईहरु एउटै लोकेसन हाम्रो खोटाङ हलेसी अटो सुकेधारा भिजिट गरेर मजाले मन परेको बाइक तथा स्कुटर त्यो पनि यो भिडियोमा चाहिँ तपाईहरुले एउटा बाइक किन्दा हेलमेट फ्रीका साथै 6 महिना इन्जिनको वारेन्टी चाहिँ पाउन सक्नुहुन्छ। सबैजनाले शेयर गरिदिनु होला। र बाइक तथा स्कुटर किन्नलाई मैले भनिहालेँ हाम्रो एउटै लोकेसन खोटाङ हलेसी अटो भिजिट गर्नुपर्ने हुन्छ। ल थ्याङ्क्स फर वाचिङ सबैजनालाई धन्यवाद है।